यो सुरुमा त कति राम्रो देख्थ्यो क्या यो रुपमा प्रिन्टहरू त्यो चाहिँ हो हाम्रो गाईघाट बजार साथीहरू हाम्रो बजार यत्रो चाबी ठोकिरहेको छ भोतामा आयो भने खाइसकेर हामी त चल्दिने कस्तो डर लागिरहेको हेलो साथीहरू नमस्ते वेलकम ब्याक फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो न्यू भ्लगमा आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु भन्नुपर्छ खासमा चाहिँ मैले यो बनाएको भिडियोहरुमा चाहिँ साउन्ड कुनै आएन छ कि साउन्डै राम्रो आएन छ त्यही भएर फेरि भोइस ओभर गर्नु पर्यो अहिले चाहिँ हामी ठ्याक्कै चतराको कोसीको पुलमा पुगेको छौं उदयपुर र सुनसरीको सिमानामा यहाँबाट चाहिँ तल कोसीको पुरा सिन देखिन्छ राम्रो अनि यता मास्तिर पनि भ्यू राम्रो देखिन्छ एकदम दामी भ्यू देखिन्छ अब यहाँबाट पारीपट्टि देखेको चाहिँ उदयपुर हो भने यता वारी चाहिँ सुनसरी खासमा भोइसै आएन छ के यो भिडियोको त्यही भएर चाहिँ यसरी भोइस ओभर गर्नुपर्ने भयो हामी चाहिँ जान लागेको खासमा भन्ने हो भने गाईघाट हिँडेको अहिले चाहिँ दिउँसोको 2:30 हुन लागेको छ अब हामी चाहिँ यहाँनेरि खाजा खाएर जाने सल्लाह भयो अब हामी चाहिँ यहाँनेरि खाजा खान्छौं अनि त्यसपछि खाजा खाएर चाहिँ हामी यहाँबाट निस्किन्छौं र खाजा खानुभन्दा अगाडि के भन्न चाहे भने नि यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला है त साथीहरु हामी चाहिँ खाजा साजा खाएर लागेको केही भन्नु छ आनन्द भयो पेट भर्यो मिठो चटपटे खाइयो चाउमिन खाइयो अनि लाग्दैछ अब उदयपुर लागि भयो हामी अहिले चाहिँ उदयपुर लागि भयो नि हेर्नु न यो मुन्नुगा यो मुन्नुगालाई सजिलो भन्छ भन्ने कुरा मलाई थाहा थिएन यार थाहा थिएन धरा आएर थाहा मैले नि सब्जी बनाएर भन्छ भने मुन्नुगाको साग कतिदेखि बनाएर खाँदा रहेछ यताको मान्छे हामीलाई के थाहा सजीवन भन्छ होइन अन्त ए बाबा भन्छ यो सजिवन हो भने उ त अर्को लामो चाहिँ के हो भन्छ त लौका लौका अरे त्यसै अनि सजिवन भन्दो रहेछ हाम्रोतिर त मनुका भन्छ नि त लौकालाई सजिवन भन्थ्यो नि अनि उता मनुका भन्दा थाहा नहुने कुरा छ नि कस्तो यहीँ र त्यही पनि फरक भएको म त छक्क पर्छु अब हावा चल्दैन हो नि कति झर्छ अनि बल्ल बाँकी रहेकोहरू फुल्छ कोसीको छेउमा यताबाट कोसी छ यो चाहिँ छेउछेउमा बाटो हामी चाहिँ आइपुग्यौँ रामपुर बजार यो चाहिँ हो उदयपुरको रामपुर बजार हेर्न सक्नुहुन्छ यहाँनिर पुलिस दाइहरू बस्नु भएको छ पुलिस बहिनी होला यो चाहिँ रामपुर बजार हो यत्रो एरिया छ तपाईँ रामपुर यत्रो बजार छ भने कति धेरै यहाँ कन्सर्ट हुन्छ नि कन्सर्ट चाहिँ ओभर हुने क्या नि एमाले मै पनि एमाले भन्ने भन्ने दिन पनि गएँ होइन चुनाव लागेर यतातिर पुरै झिलिमिली लाल बजार हो है साथीहरू हलो गएको लाल बजार त यो यताको नि यो सुरुमा त कति राम्रो देख्थ्यो क्या यो रुखमा प्रिन्टहरू नयाँ हुँदाखेरि त म पनि यो गाडी हिँड्दाखेरि त अहिले त गए चल्छ नि तर शीतल चाहिँ एकदम शीतल छ नि कताबाट जाने हो यो बजारतिरबाट होइन यताबाट जाने हो अब यहाँबाट त्यो परबाट उताको बाटो गयो भने चाहिँ बेलटार बजार पुग्छ बेलटार बजार पुग्छ हामी चाहिँ यताबाट घुम्यौँ यहाँबाट बेलटार बजार पुग्छ तर अहिले त यता पनि ठुल्ठुलो भवनहरू बनेछ है यो पनि पछि पर्यो हो नि कति धनी धनी मान्छेहरू सबै धनी सिर्फ हाम्रो लगिरहेको यहाँ गरिब तिमी पनि ठिकै छौ म मात्रै रहेको बाँकी पछि बर्खामा यहाँ भरि पानी आउँछ वर्ष जति भयो
पर्सी पनि हौ म त यतिखेर पेट पार्ने हो र मान्छेको साथमा लगिदिने यहाँ मैले हेरेर कस्तो छ त्यस्तो छ यस्तो पनि हुन्छ यस्तो पनि हुँदो रहेछ गाई यस्तो पनि हुँदो रहेछ हामी चाहिँ गाई काट्दै अहिले यस्तो उड्दै भन्दा मोटिया हालेछ क्या गफ गर्दा गर्दै मोबाइल झिकै मया यस्तो गर्दा गरे होइन क्या क्यामेरा निकाल्दा हो गाह्रो छ हौ गाह्रो छ ट्याक्कै 4:30 हो एटिएमतिर जाम हौ कुन एटिएम हो ए ल कुन भयो नि हुन्छ म पनि जान्छु मेरो एटिएम कहाँ हो त्यो मेरो यता सनराइज एटिएमतिर जाने अनि साथीको घर साइकिनुपर्छ गएर होइन थाहा छ तपाईँलाई उसको घर थाहा छ अन्त जति हिँड्यो त्यति कन्फ्युज गर्न कहिले म थाहा पाउँछु म थाहा पाइहाल्छु नि चिन्ता नगर न तर आएको छ कि छैन स्कुलबाट चाहिँ 4:30 भइसक्यो त ट्युसन छ भने त फेरि आउँदैन नि कति बज्छ 6 बजाउँछ कि के हो त्यस्तो 6 बज्छ 9 बज्छ 6 बज्छ जानुपर्छ हाम्रोमा यसो हेरौँ न पहिला यो चाहिँ हो हाम्रो गाईघाट बजार छ नि हाम्रो बजार हाम्रो आफ्नै ठाउँ आफ्नै बारी आफ्नै परिसबारी आफ्नै बजार हो यो चाहिँ हाम्रो आफ्नै परिसबारीमा भएको बजार हो आफ्नै आफ्नै के भन्छ अरे आफ्नै करेसाबारीको बजार अरे ल साथीभाइ आफ्नै करेसाबारीको फलफुल खाएको भन्छ नि त्यस्तै क्या ओके यो चाहिँ आफ्नै आफ्नै करेसाबारीको बजार है साथीहरू यस्तो छ गाईघाट सबारी त्यति ठुलो एरिया त होइन सानो त्यही पनि हामीलाई त राम्रै लाग्छ आफ्नो ठाउँ घर होला होइन हामीलाई त सही नै लाग्छ यो गाडी कति बेला आइपुग्यो ओइ के रहेछ आज उदयपुर एक्सपोको मात्रै डालिरहेछ त है एक्सपो छ क्यारे नि त एक्सपो मेला यहाँदेखि यता होइन ग्लोबल त यहाँदेखि यता हो त ग्लोबल यता हो सनराइज यता छ यता ल ल ल यता जाउँ न त हाम्रो प्राइस जस्तो चलाएको हौ बाइक पनि देविका र मैले अस्ति नै उता खाएको ए उतानेले ओ त जुस खाएको क्या नरिवलको यहाँ नरिवलको जुस खाएको हामीले यो चाहिँ हाम्रो बजारको मेन एरिया है गाइज पुरा तल नगरपालिका खापर हेर्नु न कति राम्रो मैले फलेको यो फापरको त साह्रो लाग्छ मलाई रोटी पनि हो भन्ने साथीलाई के अरे सरप्राइज दिन आएको आफै होला जस्तो चाहिँ छैन जस्तो आएको छैन क्यारे क्या नभएको देखेर हामी आफै सरप्राइज भइरहेको कति बज्यो यहाँ 7:30 आएन होला छुट्टी त भर हुँदैछ क्या चाबी लगाइरहेछ चाबी ठोकिरहेछ चाबी ठोकिरहेछ ए हो त कति बजे आउँछ त सिधन 6 पुरा हुँदा भन्दैन 6 बजे आउँछ जस्तो लाग्छ 5:30 काम छैन यहाँ बस्छ 5:30 जति आउँछ जस्तो लाग्छ यत्रो चाबी ठोकिरहेको छ भोता अब ल है साथीहरू आइपुग्यौँ मेरो मुख आइपुग्यौँ ल साथीहरू भन्दा थोर कता के भइरहेको साथीलाई ल्याइदिएको खानेकुरा होइन यसरी मेमोरीको पेन कार्ड आँखी ल्याइरहेको स्कुलबाट
हामी त खानु पनि थाल्यौँ यतिको खाँदै हुनुपर्छ हामीले खाइदिउँ मिठो रहेछ अनि आएपछि के गर्नु चिज खाइरहेछ क्या यो मिठो छ मिठो धुरै धुरो अन्न उसिन पर्खिने आयो भने खाइसकेर हामी त चल्दिने हो होइन भन्दा गर्दैछ त बाख्राले होला नि आयो स्कुलमा यहाँको छैन त सिट यहाँसम्म लामो रहेछ है आँखी छ नि त के रेडी भएर बसेको ल भन्थ्यो नि केटा कतिखेर निस्किने निस्किहाल्यो भने त गयो त रियाक्सन खिच्न नपाएर है के अनि हामी केटा हो त हामी केटा हो त रियाक्सन रियाक्सन देऊ न त म त उता हेर्दै थिएँ के रियाक्सन भेट भयो है भेट भयो धरान फर्किने हो धरान फर्किने भेट भयो कस्तो झिङरिङ न कतिजना हामीले उहाँ झन् कस्तो छ भन्ने कुरा के त बनाएर हाल्छु गोरो बनाएर हाल्छु के सोच म त कस्तो डर लागिरहेको थियो के सामान होला भन्ने छक्क परिरहेको थियो फेरि के तिमीले अनलाइन अर्डर गरेको थियौ भनेर के सम्झ्यो तिमीले हामी सम्झेन सोचिन नि अब तिमीहरू आउँछु भने सोच ल त्यही हो साथीहरू भेट भयो अब भेट भयो अब त्यस्तै हो तिमीलाई त भन्दै कति बेर भयो त हामी बसेको कति बेर भयो क्या हामी 4 बजेको अनि अघि नै फोन गर्नु नि त अनि फोन गर्दा त तिमीलाई थाहा पाइहाल्थ्यो लिएर आउँछु साथीलाई लगाएर फोन गर्दा त थाहा भइहाल्थ्यो नि फेरि साथीलाई भनेर ल त्यही हो साथीहरू भेट भयो सरप्राइज भयो कुद्दै कुद्दै अब यहाँ के को पोका के हो भन्छ नि पोका चाहिँ देखेको हो अनि को मान्छे र भन्छ तिमीलाई चाहिँ को रहेछ भने यताबाट तिमीलाई पनि पछाडिबाट देखेको कि को पठाएछ दोधै डर लाग्यो तिमीहरू नै भनिरहेको भयो म सोचेको आयो कहाँ गइलु भयो त्यही हो कस्तो लाग्यो बाई बाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला है त बाई बाई साथीहरू।